यो वर्ष सरकारले 21 खर्ब 24 अर्बको बजेट ल्यायो। इतिहासकै सबैभन्दा ठुलो। तिमीले फोनमा नोटिफिकेसन पनि हेरिसक्यो होला है। वाह ब्रो, अब त नेपालमै बसेर धनी हुने हो भन्ने सपना पनि देखिसक्यो होला। तर अब 1 घण्टापछि तिम्रो फेस पुरै चेन्ज हुनेछ। बजेटले कर छुट दियो 10 लाखसम्म, तर तिम्रो स्यालेरी त्यसको आधा पनि छैन। त्यो हिसाबले हेर्ने हो भने त तिमीलाई मिडल क्लास हुन पनि गाह्रो छ। अब त्यसमाथि महँगो यति बढेको छ कि अनि सरकार भन्छ कर घट्यो, तर दाल भात कति महँगो, के फाइदा भयो त? उसै पनि न त हामी सरकारी जागिरे, अनि सरकारी दाजुभाइको तलब हेऱ्यो भने 21% बढेको छ। ब्रोहरूलाई लास्टै दामी भएको छ। तर हामीहरू जो चाहिँ प्राइभेट जबहरू गर्छन्, जसलाई चाहिँ अब चिया रोटीमै गुजारा गर्नुपर्ने हुन्छ। तिमीले आफ्नो रुममा बसेर मिम मात्रै बनायौ। बजेटले सरकारी कर्मचारीलाई पार्टी दियो, तिमीलाई भने होप मात्र। अब एआई सेन्टर बन्छ, नयाँ सडक बन्छ, हाइड्रो पावर बन्छ, स्टार्टअपलाई सहयोग मिल्छ। तिमी सोच्छौ यो पटक नेपाल उड्छ ब्रो, उड्छ। नो, गत वर्ष पनि यस्तै भनेको थियो। तर अझै पनि जाम छ हेर बाटोमा, अझै बत्ती जान्छ, बाटो छैन ठाउँ ठाउँमा। अब तिमी बजेट भाषण सुन्न बन्द गर अनि बेडमा सुत ब्रो, किनभने तिमीलाई थाहा भइसक्यो बजेट ठुलो छ, तर आफ्नो दैनिकी जीवनमा चेन्ज आउन पनि समय लाग्छ भनेर। त्रास नमार ब्रो, उहाँ भन्नुहुन्छ नि ढुक्क हुनुहोस्, किनभने जति टाइम लाग्छ नि टाइम लाग्छ। त्यसैले फोन लिऊ र स्टेटस अपडेट गर। 21 खर्ब आयो, तर वालेट छ खाली। असल भने जारी राख्नुपर्छ है ब्रो। 21 खर्बको बजेटको डेभलपमेन्ट के 21 मिनटमै हुन्छ त? टाइम लाग्छ ब्रो, जति टाइम लाग्छ टाइम लाग्छ। बजेटले धेरै राम्रो कुरा भनेको छ, तर कागजमा सपना हेर्ने हो, ग्राउन्डमा आफै असल गर्ने हो। सो गाइज, तिमीहरूलाई बजेट रियाक्सन कस्तो लागेको छ कमेन्टमा लेख्नु होला है त।